उताबाट कुहिरो कस्तो आइरहेछ। काबेली र तम्बर मिसिएको होइन अझै। ए लाग्छ है गर्नु हुँदैन त्यस्तो। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई दर्शन नमस्ते। र आजको शुभ बिहानी। आज चाहिँ अब हाम्रो यात्रा चाहिँ ताप्लेजुङको हुँदैछ होइन। अरू केटाहरू चाहिँ कोहीजना नजाउने अरे, मतिर म मात्रै। अब चाहिँ घरबाट निस्किसकेको छु। बिहान खाजासाजा पनि खाइसकेर चाहिँ खाजासाजा पनि सब खाइसकेर रेडी भएर निन्द्रा चाहिँ पुगेको छैन। हिजो राति पनि निन्द्रा लागेको छैन क्या। अब यो ताप्लेजुङ जाने खुसीले हो कि के भएर हो, रातभरि निन्द्रा लागेको छैन, निन्द्रै पुगेको छैन क्या। कस्तो बोलेको जस्तो भइरहेको छ। र अब त्यसो छ गाइजहरू होइन। हाम्रो बसन्ती चाहिँ अगाडि छ। अब मतिर म मात्रै जान आँटेको, मूर्ति हेर्नुपर्छ अब। रेडी भइसक्यो, रेडी भइसक्यो। त्यो भित्र जाएर चाहिँ किन लाग्छ? जाडो हुन्छ। बोल्दैन हौ दुई शब्द हो। अब असुविधा लाग्यो पर्यो। आफ्नो साइडमा ल अब लाग्यो आज चाहिँ अब होइन मोदी भिडियोबाट बनाउँदै जाने नि। आज जे होस् मौसम चाहिँ पानी नपर्ला जस्तो देखिरहेको छ है। मौसम चाहिँ राम्रै छ, 100 दिनमा हिँड्ने जस्तो छ आज चाहिँ। सबैजनालाई बाई बाई। भनेको खोइ कोही छैन उठेको घरमा पनि हो। त्यस्तै छ गाइजहरू। लाग्यो ल ताप्लेजुङ, वी आर कमिङ। त्यस्तै छ जोसहरू चाहिँ। अब हिजो रातभरि सुत्नु सकेको छैन मोदी कस्तो होला। 2 घन्टा चाहिँ होइन, 2 घन्टा निदा 2 घन्टा लागेको छ मलाई निदाउनु। 11:30 पनि भएको थिएन होला। तबदेखि सुत्नु कोसिस गरेको। घरि आचीले उता डिङ 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 बजाइदिन्छ, घरि अशोक यता। कस्तो निद्रा नलागेको क्या मलाई हिजो। आज त्यो मौसमले चाहिँ साथ दिन्छ जस्तो सल्लाह गाडी छैन। मौसमले चाहिँ साथ दियो भने चाहिँ धेरै दामी हुन्छ। पारी उँभो त्यति पानी पर्दैन, पर्दैन हौ जस्तो लाग्छ मलाई चाहिँ। पारीको भ्यू चाहिँ गाइस हेर्नु कस्तो दामी देखिरहेको छ। ल गाइजहरू, हामी चाहिँ फाइनली अहिले माइ खोला आइपुगेको छौँ होइन। मैले चाहिँ तपाईँहरूलाई अहिले बाटोको यस्तो सानो सानो त्यस्तो धेरै क्लिपहरू देखाएको छुइनँ, किनभने चाहिँ अहिले एकछिन जय माई भगवती, सोचेको रोजेको सबै पुरा होस्। माइ खोलाको अनि अहिले चाहिँ माइ खोलाको पुल पनि गर्थ्यौँ होइन। मैले चाहिँ तपाईँहरूलाई चाहिँ के भनेको थिएँ भन्दाखेरि अब हामीले चाहिँ अहिले चाहिँ यताको क्लिप देखाएको छैन, किनकि अब मेरो भ्लगमा यताको क्लिपहरू धेरै छ क्या। कतिवटा भ्लग अब हामी उता अस्ति नै पनि गएको थियौँ, तब पनि यही क्लिपहरू छ होइन। अनि त्यही भएकोले गर्दाखेरि चाहिँ अहिले चाहिँ अब मैले चाहिँ देखाएको छुइनँ यताको क्लिपहरू होइन। अलिक अहिले नयाँ ठाउँ गएपछि चाहिँ टक्क देखाउने विचार गरिरहेको छु होइन। ल यस्तो छ गाइजहरू, लाइक एन्ड सब्सक्राइब बढाउनु चाहिँ थिच्नु नबिर्सिनु होला भन्दै स्टे ट्युन गाइस। अहिले चाहिँ अब हामी चाहिँ इलाम बजार आइसकेको छौँ। आज चाहिँ अब बिहान बिहानै इलाम बजार चाहिँ खुल्ला। एक राउन्ड लगा न, एक राउन्ड यहाँबाट यस्तो लगाएर चाहिँ अब बिहान बिहानै चाहिँ खाली रहेछ इलाम बजार चाहिँ गाइजहरू होइन। त्यस्तै छ। अब त
तपाईँहरूलाई अहिले चाहिँ टक्क चोकको मात्रै देखाएको छ होइन मेन ठाउँहरू उता कता यताउता बाटोतिरको देखाएको छैन अब डाइरेक्ट अब हामी कहाँ पुगेपछि हेरौँ त रक्सीतिर पुगेपछि हेर्नुपर्छ त लगाइजहरू स्टेडियम त्यो चाहिँ नबिर्सिनु है स्टेडियम चाहिँ बजार आइसकेको छौँ हामी चाहिँ अहिले चाहिँ होइन अहिले चाहिँ अब चटकसँगले मोतिरामा बिस्तारै हिँडिरहेको छौँ त्यस्तो छैन केही पनि अब चाहिँ अब यहाँबाट उता चाहिँ फेरि 5 जिल्ला छिर्यो है गाइजहरू हाम्रो सिङ्गलको गाडी गाइजहरू अब हामी चाहिँ अस्तिकै ठाउँमा आइसकेको छौँ गुम्बा डाँडामा होइन अगाडिको भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ राँके बजार उता पारी यताबाट कुहिरो कस्तो आइरहेछ अनि अहिले चाहिँ हामी गुम्बा डाँडामा यसलाई भर्खर जितेको थियौँ फेरि अब घाँडो हुने भयो अनि हाम्रो बसन्ती यहाँ छ अब म यसको त नि सेफ्टी त नि चेस्ट गार्ड ज्याकेट त्यो ज्याकेट हो आयो यतिको चाहिँ हुनु पऱ्यो नि त नि लुगा लगायो अनि 2टा ड्याङको टक्कसँगले छ चस्मा लगाइदिएन के को खिचिरहन्छ थम्बनेल पर्दैन अनि उताको भ्यू हेर्न सक्नुहुन्छ आज घाम लाग्दैन जोस् मौसमले चाहिँ साथ दिइरहेछ क्या हामीलाई मौसमले चाहिँ साथ दिइरहेछ म खुसीले गदगद भइरहेको छु खुसीले गदगद भइरहेको छु होइन मलाई विश्वासै लागेको छैन म कुरितापले जुन जाने हेर्ने साँच्ची नै हो त भन्ने जस्तो भइरहेको छ क्या मलाई कस्तो हुन्छ नि होइन होला जस्तो लागिरहेको छ सपना जस्तो लागिरहेको छ मलाई त गाइसहरू म बिपानामा छु भने उठाइदिनु मलाई लगाइजहरू अब यस्तै छ होइन अब भिडियो ज्यादा नबनाऊँ अब उता बाटोमा अझै अरू ठाउँ नयाँ ठाउँ पुग्नु बाँकी नै छ अस्ति फिदिमसम्म त पुगेको थियौँ फिदिमदेखि उताको भिडियो अब अहिले सिममा र गाइजहरू अब हामी चाहिँ अहिले चाहिँ फिदिम बजार माथि रमिते आइपुगेको छौँ होइन अस्ति नै पनि तपाईँहरूलाई मेरो भ्लगमा देखाएको थिएँ होइन यहाँको भ्यू कस्तो दामी छ भनेर होइन अनि जो वाइट सेफ भइरहेछ होइन बिस्तारै हिँडिरहेको छौँ अनि रमाइलो भइरहेछ गाइजहरू होइन अहिले कस्तो अहिलेसम्म त्यस्तो खुसी भएको जस्तो अनुभव भएको छैन होइन तर अब एकछिनमा हेरौँ ल अगाडिको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ गाइजहरू यहाँ माथि तल फिदिम बजार चाहिँ होइन दामी देखिरहेछ फिदिम बजार हामी जाने अब त्यो डाँडा पुगेर त्यता जानुपर्ने जस्तो लाग्छ होइन त्यो यता जानुपर्छ हामी है यता जानुपर्छ होइन कि त्यो हो त्यो त होइन नि है होइन हौ फिदिम बजारदेखि यता जान्छ होइन यो त होइन नि त होइन देखेको अगाडिको डाँडा कि यो हो अगाडिको त्यो हो लगाइजहरू होइन यस्तै छ ठाउँहरू चिन्ने छैन अनि यहाँ माथि अस्ति पहिरो गएको देखाएको थिएँ त्यो पनि अझैसम्म पनि त्यस्तै रहेछ बाटो अगाडि जाम लागिरहेछ अनि अरू सबै ठिकै छ अहिले चाहिँ मैले राइड गरिरहेको छु यसले चाहिँ चाक दुखेर यसको होइन मेरो पनि चाक दुखेर यहाँ हैरान भनिसक्यो अब एकछिनमा हेर्नुपर्छ बाटोमा फेरि नेक्स्ट ठाउँमा स्टपमा हेर्नुपर्छ अहिले चाहिँ अब जाम अगाडि के अरे एक्सकाभेटरले चाहिँ अब पुरा बाटो सोरिरहेको रहेछ अनि अस्ति पोहोरको साल दसैँमा गएको पहिरो चाहिँ यही रहेछ होइन सानो यो फेरि यसरी पनि जान्छ पानी खेप मजाले आउँदा है जान्छ गाडीको तात अति लागिरहेछ अगाडिसम्म
डरै लाग्दो छ यो ठाउँ चाहिँ हेरेको। ल हेवा खोलाको बाटो सुरु भयो है हाम्रो। सुरु भयो है। सुरु भयो। यो चाहिँ अस्तिको पोहोरको साल बर्खामा होइन कताबाट हौ? यतैबाट उतैबाट। खोला त तर ठुलो छैन। खोला त्यस्तो ठुलो छैन। उयो घर चाहिँ अडिएको है। पहिला पुल चाहिँ त्यहाँ पहिला पुल खाँदै यस्तो थियो उहाँ थियो नि त ऊपर। ढुङ्गाहरू यहाँ यस्तो बनाउँदै रहेछ फेन्सिङ। लो बोले सुन्दैन नि। अहिले त्यस्तो खासै खोला बढेको छैन त्यो धमिलो चाहिँ हुँदो रहेछ खोला पानी। अब यो उकालो बाटो अप्ठ्यारो छ कि कतिवटा होम पाइप होला यहाँ सब कति बगाएर फेरि लगाएको कि बाढीको बेला लगाएको कि यस्तो ठुलो त्यस्तो भएको रहेन। बाटो हिँड्यो भने होइन यस्तो गाह्रो नि होइन बाटो हल्का यस्तो ड्राइभर छ कि उफ्रिने ढुङ्गा चिप्लिने खालको चाहिँ। बाटो त कुदाउनु जान्दैन भने त्यसरी कुदाउने हो होइन। होइन कच्ची बाटो छ भने तोप्ने कहाँ हुन्छ। जति बिस्तारै त्यति राम्रो कच्ची धुलो त है। हल्का गाह्रो और एक ठाउँ यहाँ चाहिँ रोकियो नभए त रोकिएन खासै। रोक्यो भन्दा नि यो ढुङ्गा चाहिँ चिप्ल्यायो क्या। अब एकछिन यहाँ माथि राखेको त गाडी। यहाँको बाटो चाहिँ हेर्नु न कस्तो रहेछ क्या नपत्याउँदो पाराले चिप्लिँदो रहेछ क्या। दुईजना झन्डै लडिँदैन यस्तो रहेछ। यहाँ त पहिला चाहिँ यता पुरानो बाटो चाहिँ यता थियो होइन। त्यो ढुङ्गा चाहिँ म त त्यो ढुङ्गा त बगाएछ पो भन्ने थियो बगाएको नै। जाउँ यो गाडीले धुलो खुवाउँछ है। बृहत आम सभा अरे यताको नाम चाहिँ के भन्छ एकिने एकतिन अरे सर हामी चाहिँ गोबेटार आइपुगेको छौँ गोबेटार मौसम चाहिँ अब चाहिँ अलिक कति कुहिरो माथि चाहिँ लागेको जस्तो भइरहेको छ। हाम्रोतिर चाहिँ खतरा पानी परिरहेको छ अरे। हामीलाई आज लकले साथ दिएकै हो होइन। फर्किँदा चाहिँ विचार गर्नुपर्छ। घाम भेट्दै आइयो नि त म त देउराली यस्तै
छैन है गोलबेटा। यो पनि बजार क्षेत्रमा रोड क्षेत्रमा भएर मात्रै चलेको, नत्र आइतबारे बजार जस्तै हुन्थ्यो है। अब हामी चाहिँ अहिले काबेली खोला पटिसकेको छौँ होइन। यहाँ चाहिँ यो कुन हो सफा जस्तो छ हेर्दा चाहिँ दामी देखिरहेको छ क्या कस्तो। तल गाइसहरू एकछिन तपाईँहरूले भ्यूहरू होइन। अब हामीले खानासाना पनि खायौँ, खाना खाएको चाहिँ बनाउनै बिर्सिहाल्दो रहेछ खालि होइन। मोतीले छोपेको देखाउनु मन थियो। तल खोला देखाउँदैन, तम्बर खोला। काबेली र तम्बर मिसिएको होइन अझै। काबेली र तम्बर मिसेर चाहिँ त्यो भएको हो। काबेली यताबाट आएको छ, तम्बर उताबाट आएको छ। सबै रुखले छेक्यो। तर यहाँ गर्मी छ है, धेरै नै गर्मी छ। त्यो माथि चाहिँ दामी क्या छ। अलिक परबाट देखिन्छ हामी। उताबाट मिसेको कि यहीँबाट मिसेको अलिक पर? यहाँबाट यता यहाँ मिल्यो हो। तर फाइनली हामी चाहिँ अब ताप्लेजुङ अब यहाँ हेलिप्याड आइपुग्न आँटेको छौँ होइन। अगाडिको होइन, अहिले चाहिँ मोतीले राइड गरिरहेको छ होइन। यताको मौसमले चाहिँ साथ दियो क्या, जे होस् होइन। जस्तै भए पनि पानी पर्दैन, सिधै छ। अब हामी चाहिँ हेलिप्याड आइपुग्यौँ। अब यसो एकछिन ताप्लेजुङको पनि हेरिहेर्नु गाइजहरू। वेलकम टु ताप्लेजुङ गाइज, ताप्लेजुङ। वेलकम टु ताप्लेजुङ। माथि पार्टी भएर मातामा राति कुहिरो लागिरहेको रहेछ होइन। अब हामी ताप्लेजुङ छिर्सकेको छौँ, टोक्मेतर्फ जाँदैछौँ। बाक्लो बस्ती भइसकेको छ त्यतातिर पनि। यो बारीको खोक्लिङ भन्छ। ताप्लेजुङ बजार, फुङलिङ बजार, ताप्लेजुङ बजार होइन, फुङलिङ बजार। अब पहिला गएर अब हामी पहिला रुमको व्यवस्था गर्छौँ। अनि रुमको व्यवस्था गरिसकेपछि चाहिँ यसो घुम्न निस्किन्छौँ। टोक्मे निस्क्यौँ हामी गाइसहरू होइन। यो चाहिँ टोक्मे भन्छ। चिनेको मान्छे कोही छैन हौ अहिले त, 1100 गाइसहरू। यहाँ पनि पिच गरेछ भर्खर गरेको। ए होइन रहेछ बिपिनपुरको गाडी होला। ल गाइजहरू होइन, अब हामी चाहिँ अहिले चाहिँ रुम लिइरहेको छौँ होइन। हामी त्यस्तो अब के भन्नु ठिकै छ होइन। ठिकैको रुम लिएको छौँ। अनि एकछिन रुममा रेस्ट गर्ने हो, त्यसपछि चाहिँ अनि बजार घुम्नु जाने हो। अहिले चाहिँ थकान एकछिन मारेको हो। उतै सुतिसकेको छ यो अघि नै आएर। निदा गरेन जस्तै पो रहेछ अनि लुगाहरू त्यता राखेको छौँ हो, लथालिङ्ग पारेर के। अनि आनन्द अब एकछिन रेस्ट गर्ने हो होइन। रेस्ट गरिसकेपछि तपाईँहरूलाई हामी अहिले अगाडि ताप्लेजुङको यसो एकछिन भ्यू कता गइन्छ। त्यतातिर कफी हाउसतिर जानुपर्छ होला। कफी हाउसतिर गएर 1 कप कफी खानुपर्छ। मलाई त निन्द्रै लागिरहेछ गाइजहरू हो। अनि अरू कुरा अब छँदैछ। स्टे ट्युन गाइज। यो भिडियो चाहिँ पार्ट 1 र पार्ट 2 भएर आउँछ होला। डे 1 डे 2 भएर। ल एकछिनमा भेट्नुपर्छ गाइजहरूलाई। अब हामी चाहिँ ताप्लेजुङको फेमस कफी खाँदैछौँ यता यो कफी हाउसतिर आएर होइन। यसलाई चाहिँ हल्लेकै गर्नु परेछ। यता दामी हेर्नु, भ्यू पनि दामी छ होइन। कस्तो खुल्ला दिन्छ क्या, पानी पर्ने सम्भावना देखिएको छैन हो। कसरी छ दाइ? म तँलाई त्यतिकै कहाँ ल्याउँछु त। फेमस कफी यस्तै अब कहिले आउँछ क्या त्यो झोल? कहिले आउँछ क्या? अब खाइछ कि धेरै फोटो बनाउँदा आयो। खानुहोस् त कस्तो आउँछ।
आया छैन देखिरहेछ कि यहाँ देख्छ कि यहाँबाट आउँछ होइन यतिको कफी मात्रै यहाँको भ्यू देखेर नि ट्याक्क पारी निन्द्रा सुत्दा गयो गाइस निन्द्रा लागिरहेछ कि कस्तो अल्छी भयो क्या निन्द्रा लागेर यो चाहिँ फेरि यसलाई यो चाहिँ उठेछ क्या केले टोकेछ कि सुत्नै पाएन यसले चाहिँ फेरि म चाहिँ मस्त सुत्यो एक निन्द्रा चाहिँ पसँगले चिसो हुन्छ गाइसहरू होइन अहिले चाहिँ अब हामी चाहिँ सुकेटारमा छौँ सुकेटारमा चाहिँ चिसो छ यहाँ चाहिँ अब होइन अहिले यता टक्क अनि यहाँ आएपछि फेरि अर्कै ठाउँमा आएको जस्तो क्या होइन यसले पुरा अनुसन्धान गरिरहेको छ यहाँ घाँसहरू के रहेछ भनेर यता त केही छैन अगाडि चाहिँ हेर्नु न केही छैन क्या यहाँ गुम्बा रहेछ गुम्बा छ यता अनि अहिले कुहिरो लागेर केही देखिन्न क्या नभए त रमाइलो देखिन्छ डाँडा काँडाहरू यतातिर पारीतिर होइन हाम्रो गाउँभन्दा पनि धेरै चिसो यहाँ त है यहाँ त हिउँ पनि पर्छ गाइसहरू होइन यहाँ चाहिँ के खारेछ हौ पुरा खारेको रहेछ त है चट्टसँगले यहाँ पहिला एउटा गुफा जस्तो कि के थियो क्या त्यो पापीहरू छिर्दैन खै के भन्थ्यो क्या यहीँ हो यहाँ कता थियो कहाँ हो माथि होइन यहीँ हो यहीँ हो होइन यहीँ हो चल्यो भाइ यहाँ तल दामी देखिन्छ उहाँ त साँच्चै भ्यू टावर पनि छ साँच्चै है अनि छ भनेको त यहाँ हामी त्यतैबाट आएको गाई चहिरो छैन तल ताप्लेजुङ बजार अनि ऊ पारि देखेको छैन न दामी यता पारि खोक्लिङ थाहा भएको ठाउँमा चाहिँ उता तल दोभान त्यो पर सान्थाक्रा माथि पर थोकिममा अनि यता बुङकुलुङ ऊ पर पाछिबारा अनि अरू त्यति ठाउँहरूको नाम थाहा छैन मलाई त्यति चाहिँ थाहा छ अनि अहिले सुकेटामा छौँ जस यताको यहाँ आएपछि अर्कै आनन्द भइरहेछ क्या मेरो आँखा चाहिँ रातो भइरहेको छ जस्तो लाग्दैछ क्या धुलोले गर्दा आँखा पुरा पोलिरहेछ क्या त्यही हो त तम्मर खोला तम्मर खोला चाहिँ हो यतैबाट बगेर आएर मिस्यो भने त्यो यताबाट बगेर आएर होइन यहाँबाट यस्तो जान्छ क्या यस्तो जान्छ अनि ऊ तल गएर मिसिन्छ क्या कत्रो घुम्छ है खोला भयो भने भोलि तपाईँहरूले तम्बर खोला पनि देख्नु पाउनुहुनेछ गाइजहरू भाग्यले साथ दिँदा के हुनेछ आज नै हामी झन्डै सबै घुमिसक्यौँ भोलि कहाँ जाने भन्ने कुरा हो तल होइन अनि यस्तै छ गाइजहरू अगाडि चौर चाहिँ दामी छ क्या अब यहाँ अझै अलिक अगाडि जानुपर्छ त्यहाँ दामी छ चौर फेरि त्यहाँ माथि भ्यू टावर पनि थियो एयरपोर्ट पनि छ यहाँ माथि होइन सुकेटारको अब एकछिनमा हेरौँ ल गाइजहरू घर चाहिँ दामी लाग्यो क्या मलाई टक्कको मण्डला होटल रहेछ नि त अब घर होइन रहेछ ए लाग्छ है गर्नु हुँदैन त्यस्तो यहाँ हो न यिनीहरू गुड गर्ल हो कि ब्याड गर्लहरू हो कस्तो दामी अन्त यहाँ हो न यहाँ हो न मिठा लिएर आउनु पर्दैछ है मलाई दिनु यहाँ नानीहरू दामी पारामा कस्तो रमाइलो होइन यस्तो दामी चौर होइन भोडेको गुड जतिकै छ त्यो कस्तो दामी चौर रहेछ क्या अब हामी यतैतिर भएको भए यसलाई यसको यो ठाउँको भ्यालु नै लाग्थेन होला होइन तर अब हामी कहाँबाट आएकोले गर्दाखेरि कस्तो कस्तो दामी लागिरहेछ है उनीहरूको त्यो कुकुरहरूको हेराइ नै हेरौँ न कस्तो छ कडा है
सुकेटार बजार गाइजहरू यो चाहिँ होइन आँखाले यस्तो देखेन देखेन नि अघि एक ठाउँ त आँखाले भन्दा राम्रो देखेको थियो फोनमा राम्रो देखेको थियो आँखाले भन्दा यति राम्रो बाटो यो ट्र्याक्टरको काम हो कि ट्र्याक्टर चाहिँ हिँड्नु दिनु हुँदैन क्या अब यहाँ मुकुलुङ गाउँपालिका कि नगरपालिका हो गाउँपालिका होला नि त्यस्तै अब जेसुकै होस् नगरपालिका हो कि गाउँपालिका हो अलिकति तपाईँहरूले चाहिँ बाटोमा चाहिँ ट्र्याक्टरहरू चाहिँ कम कुद्नु दिनु पऱ्यो क्या खसेर त्यो चक्का ठुलो चक्का भिज्दाखेरि होइन सानो खालको बनाउँछ ट्र्याक्टरले अनि एयरपोर्ट पनि पुरै देखेन नि अझै पनि देखेन है पहिरोले चाहिँ क्या कत्रो चाहिँ चाहिन्छ छैन नि यहाँ पाए तलतिर पनि कत्रो उब्रेको भएर फिल्महरूको त्यो डाँडा भाडा पार्को देखिन्थ्यो होला कम्मर खोला है तम्मरले बेरेको छ है कतिवटा ठाउँ बेरेको छ तम्मरले धेरैवटा बेरेको छ नि यहाँदेखि अनि त्यत्रो तल हेमा र काबेलीसँग काबेली यताबाट आइरहेको तर काबेली भन्दा यो बाटो त म त अन्त हराए त बाटो भन्छु नि फेरि खदा लगेको छ यहीँसम्म मात्रै बनाएको रहेछ भन्छु नि यता रहेछ तम्मरको साह्रै बढेको छ तम्मर त अब यताबाट पनि देखिन्छ तम्मर होइन यति हेर्न पाएँ मलाई आनन्द भयो यस्तो यतिको होइन गाइजहरू होइन अब हाम्रो फोटोसुटहरू पनि सकिसक्यो होइन पुरा अँधेरो भएर आयो होइन अब चाहिँ निस्किनुपर्छ यहाँबाट अब चाहिँ लु गाइजहरू अब हाम्रो आजको भ्लग यस्तै होला कताबाट निकाल्यो सिधै यहाँबाट यताबाट सिधै पनि जानु हुँदैछ सिधै अनि अब भोलिको के हुन्छ प्लान हाम्रो होइन अनि भोलि के हुन्छ त्यो हेरौँला गाइजहरू होइन आजको लागि चाहिँ अब यस्तै होला अब एक दुईवटा फोटोसुट हुन्छ त्यसपछि चाहिँ हामी रुमतर्फ लाग्छौँ गाइजहरू अलिक चाहिँ हेरौँ अब आजको लागि चाहिँ यति नै भन्न चाहन्छु म अब चाहिँ भिडियो इन गर्छु होइन एक दुईवटा फोटो खिच्छु यहाँ अनि यहाँ चाहिँ अहिले चाहिँ पेम्बाको चाहिँ धेरै याद छ होइन पेम्बा कता छस् भिडियो हेरिसम्म लाइक गर तेरो गाउँघरमा छु मेरो तेरो घर यतै कता अलिक पर जस्तो लाग्छ म पनि अलिक कन्फ्युज भयो हुनु चाहिँ अलिकति पर जस्तो लाग्यो यसको घर चाहिँ के ल पेम्बा पछि आएपछि फेरि एकचोटि त आएपछि एकचोटि फेरि आउनेछु अब अहिले चाहिँ म त तेरो घरतिर निस्किन अलिकति कस्तो कस्तो लागेर होइन पछि तँ आएपछि चाहिँ निस्किनेछु नसुर्ता भन्दै आजको भिडियोलाई चाहिँ यहीँ अन्त गर्न चाहन्छु धन्यवाद।